25,000 को एउटा आश देखाएर लोभ देखाएर चाहिँ उहाँहरूलाई होल्डिङ सेन्टरबाट बाहिर निकाल्ने चाहिँ प्रयत्न गर्नु भएको विरुद्धमा हो कि आजको आन्दोलन। तपाईँ सुकुम्बासी हो कि होइन? सुकुम्बासी मात्र? म सुकुम्बासी होइन। तपाईँ सुकुम्बासी होइन। अनि तपाईँलाई चाहिँ जाने ठाउँ देखाएन भने पुरानै ठाउँमा सुकुम्बासी होइन भने तपाईँलाई पुरानै बस्ने ठाउँ किन चाहियो? हजुर तपाईको यो होल्डिङ सेन्टरको समुदाय होल्डिङ सेन्टरका नागरिकहरूलाई तपाईँ चाहिँ हो कि होइन? म होइन होइन, म सुकुम्बासी होइन। म ऐलानीमा बस्छु, म ऐलानीमा बस्छु, नेपाल सरकारको ऐलानीमा बस्छु। म सुकुम्बासी होइन। अहिले पनि बसिरहेको हजुर म ठाउँ तपाईँहरूलाई भन्दिनँ, तपाईँहरू डोजर लिएर जानुहुन्छ। म किन डोजर लाउने? सरकारले लाउने हो। अहिलेका सांसदहरू पनि छन्, त्यतै भएर सोधेको। म सुकुम्बासी होइन। तपाईँ ऐलानीमा मजाले बस्ने अनि होल्डिङ सेन्टरमा बसेकोलाई राम्रोसँग बसेको छु। तपाईँ होल्डिङ सेन्टरमा पनि तपाईँहरूको कुराले अलिकति झन् अलिक गाह्रै हुने हो कि भन्ने जस्तो भयो क्या? होइन, यस्तो हो क्या सर, तपाईँहरू सबै सरकारले गरेको ठिक छ, मेरो उत्तर सुन्ने भयो नि तपाईँहरू राम्रोसँगले सुन्नु होइन। म बोलिरहेको छु, तपाईँहरू बारम्बार प्रश्नको प्रश्न नगर्नु न। पहिला प्रश्नको उत्तर दिन्छु अनि त्यसको पछि दिन्छु नि। उल्टा एन्सर दिनु न तपाईँले। म सुकुम्बासी होइन, म ऐलानीमा बस्छु। ऐलानीमा बस्नुहुन्छ? ऐलानीमा बस्नुहुन्छ भने होल्डिङ सेन्टरमा पनि बस्नु भयो भने होइन? हजुर, हामीले सरकारले हामीले दैलेखमा दिएर भएन, दिनु पर्यो भन्नुभयो नि। हजुर हजुर। तपाईँ अहिलेसम्म सुकुम्बासी जस्तै भएर बोल्नुभएको छ। अहिले वास्तविक पीडा म सुकुम्बासी सेन्टरमा गएर हजुर चेक गर्नु अनि तपाईँहरूले खानु अनि हाम्रो समस्या चाहिँ तपाईँहरूले पनि बुझ्नुहुन्छ पनि भन्नुभयो। तपाईँ वास्तविक सुकुम्बासी जस्तो भएर पीडित जस्तो कसरी के ढाँट्यो भने कसरी ढाँट्यो भने होइन नि भाइहरू। हामी भनेको अघि भर्खरै तपाईँ आन्दोलन गर्नु अगाडि होल्डिङ सेन्टरमा गएको थियो। त्यहाँ कतिजनाले होइन हामीलाई होल्डिङ सेन्टर अहिले ठिक छ तर सरकारले दिएको यो 25,000 चाहिँ हामीलाई पुग्दैन चाहिँ भन्नुभयो। तर हामीलाई अहिले यहाँ बस्नु चाहिँ राम्रो छ, खानु राम्रो छ, अहिले हामीलाई व्यवस्था पनि गरिदियोस् भन्ने। सुन्नु न, बसेको छ भएन यो चाहिँ भन्नु। कीर्तिपुर होल्डिङ सेन्टरमा त हामी सबै होल्डिङ सेन्टर जान्छौँ नि, हेर्न जान्छौँ। होल्डिङ सेन्टर मेरो घर भत्किएको छैन, म होल्डिङ सेन्टर जान मिलेन नि। तपाईँले मलाई प्रश्न गर्नुभयो कि तपाईँ गएर बस्नु, तपाईँ होइन, तपाईँले कस्तो पीडा छ भनेर भन्नुभयो नि तपाईँले। मैले तपाईँहरूले कस्तो पीडा छ भनेर मलाई सोध्नु भयो भने तपाईँ आफै अनुभव गर्नु न त्यहाँ गएर भनेको नि।